पहिलो मन्दिर उठ्नुभन्दा धेरै अघि, पहिलो प्रार्थना बोलिनुभन्दा धेरै अघि त्यहाँ पानी मात्र थियो र प्रकाश मात्र थियो। काठमाडौँ उपत्यका एक समय एक विशाल ताल थियो। मोन्ताको समुद्र कुहिरोले डाकिएको र नागहरू दिव्य ऊर्जाका सर्पहरूद्वारा संरक्षित। यसको गहिराईबाट मिथेनको रहस्यमय ज्वालाहरू उठे, तैरिरहेका ताराहरू जस्तै जल्दै, र तिनीहरूमध्ये एउटा ज्वालाले ती सबैलाई बाहिर निकाल्यो, एक पवित्र पहाडको माथि 1000 सूर्यहरू जस्तै चम्किरहेको। त्यो स्वयम्भू थियो, सो जन्मिएको प्रकाश, आदि बुद्धको जीवित प्रतीक, ज्याङको शाश्वत स्रोत। वु ताई साङको टाढाको भूमिबाट बोधिसत्व मञ्जुश्री, अलौकिक ज्याङको अवतार आए। उनी विजेता थिएनन्, तर एक साधक थिए, नागहरूको उपत्यकामा बलिरहेको पवित्र ज्वालाको दर्शनबाट आकर्षित भएका थिए। उनीसँगै उनका 2 दिव्य पत्नीहरू, राजकुमारी कमला र राजकुमारी पुष्पावती आए, जसको हृदयले उनको उद्देश्यलाई प्रतिबिम्बित गर्यो। तिनीहरू तालमा ओर्ले, आकाशलाई प्रतिबिम्बित गर्ने चम्किलो विस्तारलाई हेर्दै। कमला भन्नुहुन्छ, प्रकाशले तपाईलाई बोलाउँछ, मेरो प्रभु मञ्जुश्री भन्नुहुन्छ, यसले सबै प्राणीहरूलाई बोलाउँछ। यो जागरणको आवाज हो। सुन्नको लागि पर्खिरहेको पवित्र पहाडमा पुग्दा स्वयम्भूको प्रकाशले उनलाई ढाक्यो। यसको तेजस्वितामा उनले दर्शनहरू देखे, अझै निर्माण हुन बाँकी मन्दिरहरू, हावामा फहराइरहेका प्रार्थना जन्दाहरू तर जन्मेका छैनन्, र जमिनमा सद्भावमा बसिरहेका मानिसहरूको जो उठ्न बाँकी छ। र त्यो दर्शनभित्र उनले बुझे, यो ताल ज्याङको जन्मस्थल बन्ने नियत थियो। तर त्यो भविष्यको जन्मको लागि पानी खस्नुपर्छ, र ज्वालाले मानवतालाई मार्गदर्शन गर्नुपर्छ। पानी मुनिबाट नागहरूका राजा कार्कोटक उठे, राजसी र क्रोधित। उनले गर्जदै भने, यो ताल हाम्रो क्षेत्र हो, बोधिसत्व। तपाईले खोजिरहनु भएको आगोले हामीलाई बचाउँछ। सन्तुलन किन बिगार्छ? अटल मञ्जुश्रीले जवाफ दिए, ज्वाला देवता वा सर्पहरूको होइन, यो अन्धकारमा प्रकाश खोज्ने सबैको हो। बुद्धि र करुणाले हामीलाई मार्गदर्शन गरोस्। डर होइन। ताल काप्यो, पहाडहरू प्रतिध्वनित भए, प्रकृतिले नै सुने। बिहान सबेरै मञ्जुश्री दक्षिणी भिरहरू चढे, जुन ठाउँ अहिले चोबार भनेर चिनिन्छ। उनले सत्यको सारबाट बनेको आफ्नो ज्वलन्त ज्याङको तरवार खड्ग उठाए। एक प्रहारले उनले पहाडलाई काटे। संसार थरथर काप्यो। पानीहरू गर्जिए, दैवी नदी जस्तै खोङ्चमा दौडिए। उपत्यका पहिलो पटक सास फेर्न थाल्यो। छालहरू मुनिबाट जङ्गलहरू निस्किए, नदीहरूले नयाँ बाटोहरू खोपे, र केन्द्रमा स्वयम्भूको अनन्त ज्वाला उभियो, अझै पनि जलिरहेको, समय वा आदिबेहरीले अछुतो। जब पानी घट्यो, कर्कोटक बोधिसत्वको नजिक पुगे। उनले मञ्जुश्रीको आँखामा विजय होइन, तर करुणा देखे। कर्कोटक भन्नुहुन्छ, यदि हामीले छोड्नुपर्छ भने मेरा मानिसहरूलाई आराम गर्न सक्ने घर दिनुहोस्। अदृश्य तर सम्मानित मञ्जुश्रीले झुके यस उपत्यकाको पश्चिममा एउटा पवित्र खाडल छ। त्यो तपाईको शरणस्थान होस्, तोदह ताल। र जबसम्म यो सहर रहन्छ, तपाईलाई सम्झिनेछ। र यसरी नागहरू सरेका थिए। तिनीहरूका सुनौला शरीरहरू तोदहमा सर्दै, उर्वरता, वर्षा र सुरक्षाको आशीर्वाद छोडेर। यसरी उपत्यकाका मानिसहरू र ज्याङका सर्पहरू बीचको सम्बन्ध सुरु भयो, जुन आज पनि नाग पञ्चमीको माध्यमबाट सम्मानित छ। आफ्ना शिष्यहरूमध्येबाट मञ्जुश्रीले धर्मकर, एक विनम्र साधकलाई नवजात भूमिका मानिसहरूलाई मार्गदर्शन गर्न रोजे। उनले उनलाई कमलको मुकुट पहिराइदिए र भने, राजाको रूपमा होइन, तर बुद्धिको रक्षकको रूपमा शासन गर। करुणालाई तिम्रो कानुन बनाऊ र सत्यलाई तिम्रो हतियार बनाऊ। धर्मकरले झुके। यसरी स्वयम्भूको प्रकाशले आशीर्वाद पाएको काठमाडौँको पहिलो राज्यको सुरुवात भयो। युगौं बित्यो। राजवंशहरू उठे र ढले। मन्दिरहरू बनाइए, पुस्तादेखि पुस्तासम्म प्रार्थनाहरू प्रतिध्वनित भए। तर स्वयम्भूको सुनौलो गुम्बज मुनि उही ज्वाला अझै पनि चम्किरहेको छ, अनन्त मौन हेर्दै। सबै कथाहरू फिक्का हुन्छन्, सबै साम्राज्यहरू चकनाचुर हुन्छन्, तर ज्वालाले सम्झन्छ। पानीदेखि बुद्धिसम्म, अन्धकारदेखि प्रकाशसम्म। काठमाडौँ केवल निर्माण गरिएको थिएन, यो जागृत थियो। र जबसम्म प्रार्थनाका पाङ्ग्राहरू घुम्छन् र मन्त्रहरू हावासँगै उठ्छन्, मञ्जुश्रीको प्रकाश कहिले मर्ने छैन।